यताउता बबल छ तर गएर छ नि अहिले जितोहन बाइकीमा जितोहन बाइकीबाट मन किनेर अनि त्यसपछि लागातिर जाने पायो कम्पनी आमै टाढा रहेछ टाढा हुन्छ नि त 18 मिनेट हिँडेर कम्पनी चाहिँ लास्टै टाढा रहेछ यहाँ अब हामी जितोहनबाट के खान्छौँ निकाल के खाने मलाई त कोही निकालिदिनु हुन्छ स्विका चल्छ कि चल्दैन चल्छ स्विकाबाट गर्छु खोइ कहाँ arigatou gozaimasu म के खाने पानी लिए नि हुन्छ जुन लिए नि हुन्छ पानी त खानु जुन लिए नि हुन्छ के खान मन लाग्यो के हेर्दै खान मन लाग्यो म अहिले खाना तिर्खा लाइसी खान्छु हुन्छ अब को आउँछ त फेरि बोक्नु कुन खाम भन त कुन खाम हैन तिमीले कुन खाम मन छ त्यही खाऊ नाइ म तिम्रो चोइसको खान्छु मेरो चोइस त अब यो ल्याऊ चल Okay. Let's go. अब मैले कोही ल्याउ चलेको छ अब खाँदै खाँदै अब हामी उतातिर लाग्ने मेन डेस्टिनेसनमा है त हुन्छ कस्तो राम्रो छ है बिदा भएर होला मान्छे है विकेन्डहरुमा चाहिँ मान्छे धेरै हुने रहेछ खान जाने के गर्ने घुमेर उता गएर आएर मात्रै खाने अहिले खाँदै जाने अब हामीले हेर न बासल कस्तो राम्रो छ टेन्सन पनि ल्याउनु पर्ने रहेछ पर्सनल गाडी हुन्छ एकदम राम्रो रहेछ मोमो नि खाने 480円ですね。これでお願いします。ありがとうございます。मोमो अनि चिकन ल्याएको छ यो प्लास्टिकमा त हाल्नुहुन्छ नि दोनों कबाब तो कबाब कुछ दे चुखरा बियर खान्छौ नेपाल गएपछि यस्तै बिजनेस गर न गर्मी भइरहेछ है आज गर्मी शीतल हावा पनि शीतल छ यति राम्रो हो यो यस्तै पार्क छ कि हाम्रो त्यहाँ हाम्रो त्यो यस्तो पार्क छ कि यति ठुलो छैन आफ्नो गाडी नजिक छ नि एकदम त्यहाँ हामी घुमाउरो भएर पंद्रह साल सुगल 15 साल
हम 6 साल हो गए। धन्यवाद। भैया पनि इन्डियाबाट हो, पंजाब से। कितना होगा ये भन्छ नि। धन्यवाद। धन्यवाद गम्बते गर्नु। हामीलाई चाहिँ हाम्रो के अरे हाम्रो छिमेकीले चाहिँ 1500 भएको थियो टोटल, छिमेकी भएर 100 रुपियाँ रिटर्न गरिदिएछ। 100 रुपियाँ डिस्काउन्ट पाएको छ यताले। कबाब रोल अनि कबाब नोल कबाब किनेको छ। अनि मलाई के भने थियो रे, जापानिज जस्तो देखिन्छ रे, अनि बोल्यो भने चाहिँ नेपाली रहेछ रे। पुरा उसी भइरहेछ यता। म खुसी भए। खुसी भइरहेछ यता। उसी भएर पुरा नाक पुपो पुरा यो मलाई जापानिज जस्तो रे। त्यस राम्रो रहेछ त्यो मान्छे। कति 12-15 वर्ष भयो कि 15-13 वर्ष बस्यो। ए फुल त यता सुल भयो, तर पनि अब पुगिसक्यो हामी डेस्टिनेसनमा। फुल सब छ उता छ त फुल अलि रहेछ। अब यसको खानपिनको पनि काम गर्नुपर्छ होला। यति राम्रो थियो रहेछ है। ठिकै छ ठाउँ त है। ठाउँ त ठिकै छ। ठिकै छ, राम्रो छ। तर फुल यति झरे नि त्यो। सबै झरिसकेछ के फुल। यति राम्रो थियो रहेछ है। एउटा बाँकी छ। कनिचिवा। फुल चाहिँ सबै झरेछ, हामी लेट भएछौँ। केही छैन, उता पनि छ फुल। अलि उता चाहिँ बाँकी रहेछ। एकछिन पछि त्यहाँ जानुपर्छ। यता अब अहिले हामी फोटो सुट गर्नुपर्छ जस्तो लाग्यो। यताबाट जाउँ फोटो सुट गरेर। यहाँ त साग सब्जीहरू बेथुको साग टन्नै रहेछ नि। ल यो टिपेर लगेर साग खानुपर्छ हो। त्यही भएर यताबाट हामी एकछिन फोटो सुट हानेर अनि त्यो कतातिर बसेर खाएर अनि भिडियो सुट गर्नुपर्छ होला है। तर अलि हिँड्यो भने उस पनि छ के, रिभर खोला पनि छ। अब हेरौँ न, चेक गरौँ न गुगलमा नि। अनि आज त दिन यतै बिताउनु पर्छ होला के हो। टाढो भयो भने चाहिँ नजाने। के हुन्छ अब भर्खर आएको ठाउँ राम्रो लाग्यो मलाई। पिसफुल छ, मान्छे आज धेरै छैन। यो फुल नभएर हो कि। हो नि, कति धेरै झार पनि उम्रिसकेको छ। आमै बेथुको साग त बासङ कति हो, कति थाहा छैन कुन साग हो। यो देखाउ त, यही त हो नि। ल नेपालमा हामीले यो साग कति खायो, यति धेरै छ यहाँ भरि छ। त खानुपर्छ। टिप्न पाइन्छ कि पाइँदैन भनेर 3-4 प्लास्टिक बोकेको छैन। एक्स्ट्रा प्लास्टिक छ, अहिले त्यहाँ बेथुको साग टिपेर लानुपर्छ। फर्स्ट हामी यो खानपिन गर्छु, अनि त्यसपछि अलिक भिडियो फोटो के हुन्छ खिचेर अनि अर्को एक्सप्लोर गर्नुपर्छ है त। ओके, हस् हुन्छ। मोमो भने के हो? मोमो ए हो। भिडियोमा नि तिमी त हात काटेर के देखाएर तिमी मलाई हुन्छ कि चाहिँ त्यो यस्तो बिजोग भइरह्यो। अब मैले के भन्छ अरे ओछ्याले हात धुन्छ अहिले। कुन चाहिँ खन्ने हो? खामपाइ नगर्ने होइन। यसो
कताबाट खोल्ने भन्ने थाहा भएन। अब कुन चाहिँ खाने हुन्छ? मोमो खानु त मोमो खाम्पाई। मोमो ग्याङ मोमो मोमो ग्याङ मोमो ग्याङ सस मात्र पुऱ्याऊ। याकितोरी खानु भएको चिसो भयो त। याकितोरी खानु भएको चिसो भयो तर मजाको टेस्ट हो। तोरिनीको मासु भनेपछि जे पनि होइन। मिठो भयो है अब खाऊ तिमी। बाबा है रमाइलो भयो। फोटो खिच्यो फुलबारीमा। हावा चल्यो एकदम हावा चल्यो। लोटस पनि त्यति राम्रोसँग फुलेर रहेछ। अलिअलि फुलिरहेको रहेछ। राम्रो छ यो। हाम्रो खानपिन गरेपछि फोटोसुट गरौँ खतरा फोटोसुट भयो हाम्रो। मेरो कस्तो राम्रो फोटो आएको छ। म टिकटकमा हाल्छु हेर्नु है त। यताबाट हामी धेरै बच्चाहरू खेलेर छ। उतातिर फोटो खिच्ने राम्रो आउँछ भन्ने फोटो खिचौँ नत्र। यसलाई के भन्छ? के भन्छ रे म थाहै छैन। के विल हो कि के भन्छ? मुमिनमा नि छ जस्तो लाग्यो त्यो। हेर न पासँग यति धेरै उनीहरूले घरबाटै ल्यायो होला। भयो आएर होइन फ्रेस भयो। ओ माई गॉड। अब बिस्तारै हामी फर्किनुपर्छ अब होइन? फर्किने हो अब। एकदम हावा चल्यो कि। यताबाट हामी फर्किनु लागेको। के भित्रबाट जाने कि? भित्रबाट जाऊँ न। एकदम मोटिभ भयो मजा आयो मलाई त। मलाई नि ट्राइफोबिया एकदम कस्तो पल पल देख्यो भने कस्तो बिजी बिजी हुन्छ। लोटसको फुल पनि त सिजन भएको छ नि लोटसको। अहिले सिजन भएको छैन के। सिचिगाचुतिर रोक्कु सिचिगाचुतिर हो नि। अगस्ततिर हुन्छ नि। यता अगस्ततिर त्यो सनफ्लावर हुन्छ के। बुझ्यो? कतापट्टि ल मेरो लेस बान्दियो। लेस बान्दियो भन्छ यार। के भन्नु फिट हो कि के हो? स्नेकर त क्रक छ त क्रक। मैले गरेको फुस्किया फुस्के गर्छ के? के आरिगातो गोजाइमास। Let's go, let's go. अलिअलि फुलिरहेको छ कमरको फुल। खालि म पुल भित्र जाला या। बस रमाइलो भयो यार। तर खानपिन बनाएर नि लिएर आयो भने त बबल हुन्छ क्या है। टाइम पनि ठिक
3:40 भयो मौसम पनि एकदम चिसो पनि छैन गर्मी पनि छैन हावा मजा पाइरहेछ है यता टन्नै फोटो खिचेको छ हामीले त्यही भएर बिचबाट यस्तो घुमेर अनि यस्तो घुमेर जम फर्क्यौँ माथितिर पनि के छ जस्तो लाग्यो तर फुल चाहिँ यस्तो के राम्रो हुन्थ्यो तर अहिले फुलेको छैन जस्तो लाग्यो 10% मात्र फुलिरहेको कि कति धेरै फुल्नु बाँकी छ त्यसले भन्छ राम्रो हुन्छ हैन हैन त बस मेरो बस ठिकै छ जस्ट आएर त भएको त छैन है छैन मलाई त एकदम त्यस्तो फिलै भएन तर फेरि एकचोटि आउनुपर्छ त अब है अगस्ततिर छेउमा छ है एकदम नजिक छ अगस्ततिर आएर त्यो सनफ्लावर पनि हुँदो रहेछ कि मैले यहाँ खास यतै हुन्छ यही बगानमा हुन्छ होला मैले नेटमा हेरेको थिएँ त त्यही भएर थाहा भयो उता यस्तो गड्डा छ फेरि यस्तो उच्च छ त्यो यता नि रमाइलो रहेछ नि है बस्न उता भन्दा यता पनि त्यो आरुको बेला हुन्छ नि त्यो बेला बवाल हुन्छ यता पनि टेन्सन लिएर हैन किन हाँस्छौ तिम्रो कपाल के भइरहेछ भनेर भिडियोमा अनि त टेन्सन लगाएर मजाले खानपिन लिएर आएर बस्ने फेरि सानो छ बस्ने ठाउँ पनि फोटोसुट गर्नुपर्छ जस्तो लाग्यो लोकेसन त नेपाल देखिरहेछ अब एक दुई फोटो हानेर अनि हामी लाग्छु है त लेट्स गो फोटो द्वारा सुट भयो यति हावा एकदम रमाइलो ठाउँ पनि बबाल रिकमेन्ड छ तर यो हाच्चिगाचुतिर अगस्ततिर आउँदा राम्रो हुन्छ है नेक्स्ट टाइम पनि आउने प्लान त छ के हुन्छ त्यो बेला हेर्नुपर्छ तर एकदम आयो भने जस्ट बाहिरबाटै के खानेकुराहरू सामान लिएर आउनु कम्युनिटी आर्डर रहेछ सुपाबाट नै त घरमै पकाएर नि लिएर आएर खानुको लागि चाहिँ बेस्ट आबिको स्टेसनबाट नि जम्मा 18 मिनेट बसमा बस पाइहाल्छ आफ्नो गाडी रेन्ट हो बेस्ट है हो नि शीतल भएर है गर्मी पनि घाम पनि आजको मौसम चाहिँ राम्रो छ यार गर्मी छैन जाडो नि छैन अब हामी फर्केको है त यहाँ सबैमा फुल थियो कि है कस्तो राम्रो थियो होला के भन्छ त्यो झर्नेलाई के भन्छ फुल झऱ्यो भने ओइलिसक्यो ओइलिएर झरिसक्यो ओइलिएर झरिसक्यो फुल नट ब्याड नाइस अघिको हाम्रो हावा चल्यो भाइ लेट्स गो कस्तो राम्रो देखा त म त कस्तो राम्रो देखिरहेको रहेछ त यो चाहिँ हाम्रो माथिबाट भ्यू कस्तो राम्रो आउँथ्यो अघिको फुलको भ्यू मान्छेहरू अहिलेसम्म छ है
जम जम्मा घर जम्माएलु भ्यू त बवाल आइरहेछ ह भ्यू त बवाल छ माथि जानु यहाँबाट नि कस्तो राम्रो आउँदो रहेछ राम्रो आउँछ एकताको अनि यताबाट साकुराको बेला पनि राम्रो हुन्छ है एकदम राम्रो रहेछ कति धेरै रहेछ साकुराको बोटहरू त्यो साकुरा के यामा पनि छ नि यो हो कि साकुरा यामा साकुरा यामा लेखिरहेको छ क्या मेरो घरमा यही होला साकुरा यामा टेम्पल त त्यही रहेछ नि हेर्दा टेम्पल पनि छ त्यहाँ हेर न साकुराको बोटहरू त्यही यामा लिएर आएर खाएर त्यो बस्ने ठाउँ मजाको छ त्यो होइन टेम्पल नजाऊ ओतेर होला ओतेर त जानु भ्याएन हामी टाढै रहेछ अलिकति ऊ त्यो चाहिँ चुकुबा सान हो कि त्यो है होला सायद चुकुबा सान पनि देख्छु मैले खेतबारीहरू छैन है अर्को तरकारीहरू के रोप्नेहरू नामी एग्रिकल्चर पार्क त छ ओ सुन्नु त त्यहाँ मेरो फ्युचर कसम मेरो फ्युचर देखिरहेको छ मैले त्यहाँ यो हो नि त है तिमी त्यस्तै हुन्छ भोलि ट्राइपोड बोक्ने हेर न के गरिरहेछ म मान्छु त्यो नि मोबाइलबाट बुढाबुढी है माने मैले हेरिरहेछ शर्माइरहेछ बुढी लजाइरहेछ बुढी ल त्यो सेट गरिरहेछ होइन सेट गरेपछि ऊ आफू नि गयो 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 टाइमर हानेर गयो टाइमर हानेर गयो खिच्यो एहे कोही छैन रहेछ खिच्ने म हुनुपर्ने है हेर न बुढाले टाइमर हालेर गयो होइन अनि खिच्यो त्यो आउ जम्माइलो अहिले बस पाउँदैन भने गाह्रो पर्छ यो हो नि त हिँडेर जानुपर्छ हामी ट्याक्सी भाडा त तिर्न सक्दैन 18 मिनट सही हो है बुढाबुढी मेरो फ्युचर जस्तो लागेको छ मैले त्यो दुईजनालाई मलाई त टेन्सन हुन थाल्यो फर्केको हामी अब लास्ट अहिले त के हुन्छ अब समय भयो अब यताबाट बस कति बजेको छ है त है बस त हेर अनि अभिकोमा गएर त्यसपछि हेरौँ के हुन्छ है त अहिलेको लागि चाहिँ यति नै हो है त के भन्नु छ त्यता हामी यताबाट फर्किने Bye bye friends. Thanks for watching our mini vlog हो कि long vlog? Long. Thanks for watching our vlog. See you in next vlog. यसरी नै माया दिनु होला. Bye bye.